कहाँ से आए आप लोग? हम यहीं की स्टाफ है। स्टाफ है ओ तपाईँ पनि हजुर 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 हेर्नु कति राम्रो राम्रो स्टाफ हेर्न सक्नुहुन्छ। नमस्कार गाइस, म आज पनि फेरि छु नेपालमा। तपाईहरु देख्न सक्नुहुन्छ अस्ति जुन मैले तपाईहरुलाई आँखाको हस्पिटलको भिडियो देखाइरहेको चाहिँ थियो तपाईहरुको आँखाको हस्पिटलको प्राइभेट हस्पिटलको भिडियो र आज म तपाईलाई लिएर जाँदै छु सरकारी हस्पिटलमा र भिडियोमा बनिदै गर्नु होला र तपाईहरु यता हेर्न सक्नुहुन्छ यो साइड हेर्न सक्नुहुन्छ। यो साइड अहिले म जहाँ उभिएको छु त्यो तपाईको नेपाल र इन्डियाको बोर्डरबाट लगभग 1.5-2 किलोमिटरको डिस्टेन्स छ। र गाइस यो जुन अहिले देख्नु हुँदैछ यहाँदेखि लगभग केही मिटर लगभग 200-300 मिटर अघि नेपालमा मेची नेत्रालय भन्ने आँखाको हस्पिटल रहेछ र अब यहाँदेखि हाम्रो यात्रा सुरु हुन्छ नेपाल सेमी गभर्नमेन्टको अन्डरमा भएको मेची आँखा हस्पिटल। यहाँ प्राय जस्तो हस्पिटल मेचीबाटै सुरु छन् गाइस र नझुक्किनु होला। जुन सरकारी हस्पिटल छ त्यो चाहिँ विशेष गरी सैनिक मोड भन्ने ठाउँमा स्थित छ र यो यात्रा हामी वहाँसम्म सुरु गर्छौं। ल आउनुहोस् गाइस, हामी सँगसँगै मेची आँखा अस्पतालको यात्रामा तपाईहरु पनि भाग लिनु होला। र गाइस यो ठाउँलाई चाहिँ चाराली भनिन्छ जुन तपाईहरु मेची आँखा हस्पिटल जाँदा बाटा भेट्नुहुन्छ। फाइनली गाइस म आएर अहिले उपस्थित भइरहेछु नेपालमा। अब यो नेपालको हेर्नु यो नेपालको दृश्यहरु हेर्नु तपाईहरु हेर्न सक्नुहुन्छ। हामीहरु आएका आसामदेखि र यो नेपालको कुन ठाउँ हजुर? यो बिर्तामोड हो। बिर्तामोड हो र यहाँ आई हस्पिटल भनेर जानिन्छ तपाईको सरकारी आई हस्पिटल। सरकारी आई हस्पिटल यता अनारमणीमा छ। यो के सैनिक मोड भनेर भनिन्छ नि हैन? सैनिक मोडमा। सैनिक मोडबाट त्यो आई हस्पिटलको नाम मेची आई हस्पिटल। मेची आई हस्पिटल हैन? एउटा रहेछ तपाईको अगाडि तपाईको पानीटेङ्गीको छेउमा मेची नेत्रालय। नेत्रालय त्यो भयो प्राइभेट भएछ। त्यो पनि प्राइभेट हो। यहाँ यो बिर्तामोडको पनि अलि परतिर एउटा प्राइभेट छ। त्यसको नाम तपाईलाई थाहा छ? त्यसको नाम आई केयर सेन्टर लेखिरहेछ नाम। ओके तर जुन चर्चित जुन छ बाहिरबाट यहाँ बाहिरबाट आउने भनेको सरकारी चाहिँ हो हैन? सैनिकको छेउ। र यो ठाउँबाट यो बिर्तामोड भनिन्छ हैन? यो बिर्तामोड देखिबाट कति? बिर्तामोड मुक्ति चोक हो यो बिर्तामोड मुक्ति चोक। यहाँदेखि कति टाढा पर्छ? यहाँबाट 2 किलोमिटर हुन्छ। 2 किलोमिटर हैन? 2 किलोमिटर दक्षिण जान्छ र त्यो छेउमा बस्ने सुविधाहरु सबै थोक छ त्यहाँ। यहाँ सब बाहिरबाट कोही आउनु पर्यो जे पनि पाउँछ। हजुर धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम कृष्ण उप्रेती। तपाई आसाम कुन ठाउँबाट? म आसाम तेजपुरदेखि। तेजपुर कुन ठाउँ? तेजपुर तपाईको ठेलामारा भन्छ। ठेलामारा हजुर म जान्दछु त। म आसामको मान्छे हो। आसामको तपाईँ कुन ठाउँ? अखमिया माथिको जानु न? अखमिया जाने। अखमिया অসমৰ পৰিচয় নাই ক্লাস সাথে নেপাল আমি মানে তাতে ইন্টাৰভিউ লৈছো হয়। আমাক মানে ফাৰ্ষ্টতে আমাৰ অসমৰে মানুহ মানে লগ পাইছো মানে। ইয়াত আটাই কিজন অসমৰ মানুহ কেইবাজন মান পাহাৰীয়া আছে আৰু আটাই কিজন অসমৰ মানুহ। আপুনি ইয়াতে বসবাস কৰে ন? ইয়াতো বসবাস কৰো অসমত আৰু শেষ হ'ল। নিজৰ মানুহ আছে কিন্তু বসবাস কৰে ইয়াত মানে আপোনাৰ ইয়াতে সব ইয়াতে নথিপত্ৰ সব ইয়াৰে। ওকে অসম আগত ক'ত আছিলে আপুনি? মই অসম হেলেন কাউৰী পথাৰ। কাউৰী পথাৰ মই কাৰিবেল এমই স্কুলত পঢ়িছিলো। কেইবছৰ আগত কথা হৈছে? 1972 চনৰ। 1972 চনৰ কথা। শুনক ৰাই তথাপিও অসমীয়া চাবচোন কি স্পষ্টকৈ অসমীয়া কথা পাতি। মই 9 ক্লাছ পঢ়া অসমীয়া। মই অসমীয়া গাঁৱৰ মাজৰ মানুহ কেলে নাজানো। নেপালত ইমান দিনৰ মূৰত অসমীয়া কথা ক'ব জানো আৰু আমি পাইছো। জয় আয়ক জয় আয়ক। মই কম জয় আয়ক জয় আয়ক। মই নেপালত জয় আয়ক অসম নকওঁ, অসমকে কম জয় আয়ক জয় আয়ক। অসমীয়াই কেতিয়াও অসমক পাহৰিব নোৱাৰে। চাব গাইছ নেপালত আছে তেখেত। নেপালত আছে তথাপিও নেপালতকৈ বেছি অসমত মানে তেখেতে গুৰুত্ব দি আছে আৰু জয় আয়ক অসমটো মাত এইটো বহুত ডাঙৰ কথা আমাৰ কাৰণে। জয় আয়ক। মই কেলে অসমক ভাল পাওঁ, মোৰ আই মোৰ দেশ মোৰ ভাষা ভাল পাওঁ তাৰে চিনিম জগত খুবেই খাল পৃথিৱী হাতে হাতে ধৰা ধৰি কৰি সুদিম খবৰ লগ নহয় জানো? যি দেশৰ জলবায়ু শস্য ফল মূল উপাজাৰে পৰামৰ্শ কিহে আহাৰ সি সদায় মোৰ সদায় নিজৰ বুলি ভাবিব আছে অধিকাৰ। বাপৰে চাব গাইছ বুজি পাই তেখেতক আমি ধন্যবাদ দিব লাগে। অশেষ ধন্যবাদ দিছো। মইতো অসমৰ পৰা আহি ইয়াত অসমৰ মানুহে নহয় অসমক ভাল পোৱা এজন ব্যক্তিক আমি লগ পালো, বহুত ভাল পালো আৰু বহুতে ভিতৰৰ পৰা গৌৰৱ এটা অনুভৱ কৰি আছে তেখেতক লগ পাই। তেখেতক অশেষ ধন্যবাদ দিব বিচাৰো আমাৰ অসমৰ ৰাইজৰ ফালৰ পৰা। र उहाँसँग यतिकैमा मिठो वार्तालाप गरे पछाडि हामीहरूको यात्रा सुरु हुन्छ मेची आँखा हस्पिटलको तरफ। र गाइस यही बाटो हो जुन बाटो तपाईहरुलाई पुर्याउँछ मेची आँखा हस्पिटल। र फाइनली हामी मेची आई हस्पिटल जुनलाई नेपालीमा भनिन्छ मेची आँखा हस्पिटल वहाँ आइपुग्यो। सर बाइक कता राख्ने हो? र गाइस यहाँको पार्किङ जुन देखेर म छक्क परे। लगभग 400 गाडी पार्किङ गर्ने जग्गा रहेछ र मैले पनि फाइनली मेरो बाइकलाई पार्क गर्छु।
फाइनली तपाईहरुले देख्न सक्नु भएको छ म अहिले आएर उपस्थित भइसकेको छु मेची आँखा अस्पताल र यो चाहिँ तपाईको परौ सरकारी आँखा अस्पताल जुन मैले तपाईलाई पहिला बाजी देखाएको थिएँ हो त्यो चाहिँ प्राइभेट जुन चाहिँ थियो तपाईको पानी ट्याङ्की बोर्डरबाट लगभग 1 किलोमिटर अगाडि यो चाहिँ पानी ट्याङ्की बोर्डरबाट तपाईहरुको लगभग 30 किलोमिटरको दूरत्वमा छ र केही कुरा म यहाँ कार्यरत सिक्युरिटी हजुरसँग म सोध्दै छु इन्चार्ज हुनुहुन्छ मेची आँखा अस्पताल सैनिक मोड बिर्ता मोडमा पर्छ यो अस्पताल सरकारी गभर्नमेन्ट अस्पताल हो हजुर यसमा चाहिँ कम पैसामा धेरै उपचार ज्यादा इलाज हजुर प्राइभेटको भन्दा धेरै यो सरकारीमा कम पैसामा धेरै उपचार उपलब्ध हुन्छ र यो कुन ठाउँमा चाहिँ अहिले छ यो सैनिक मोडको यसलाई चाहिँ सैनिक मोड भन्छ यसलाई सैनिक मोड र यो बिर्ता मोड जुन भनिन्छ बिर्ता मोडको सैनिक मोड बिर्ता मोड देखि चाहिँ यहाँ आइपुग्न कति किलोमिटर पर्छ 3 किलोमिटर 3 किलोमिटर मात्रै 3 किलोमिटर हजुर दक्षिण गएर सैनिक मोड आउँछ हजुर यसमा चाहिँ मेची आँखा अस्पताल सैनिक मोड लेखेको छ हजुर यो अस्पताल सरकारी अस्पताल हो र यहाँ के उपचार हुने गर्छ आँखाको सबै थोक नै जस्तो कि यसमा आँखाको टोटली आँखाको र अनि नाक कान घाँटी टोटली आँखा नाक कान घाँटी पनि हुन्छ टोटली आँखा नाक कान घाँटी हजुर लगायत आँखाको सम्पूर्ण उपचार यहाँ उपचार र यहाँ इन्डिया आसाम र इन्डियाका विभिन्न कुनादेखिबाट मान्छेहरू उपचारको लागि आउने गर्नुहुन्छ हजुर यहाँ इन्डियाको आसाम बढी मात्रामा आसामको 60% आसामको आउनुहुन्छ अहिले पनि उहाँ उपचार गर्दै हुनुहुन्छ होला आसामका हुनुहुन्छ नै होला आज पनि लगभग 700 बिरामी आउनु भएको थियो ल हेर्न सक्नुहुन्छ गाइस तपाईहरु आज पनि 700 बिरामीको उपचार यो हस्पिटलमा हुँदैछ र तपाईहरु कन्फ्युज नहुनु होला जुन हस्पिटल भनेर तपाईहरु आउनु हुँदैछ जुन सरकारी हस्पिटल भनेर तपाईहरु आउनु हुँदैछ र तपाईहरु जानु हुँदैछ कहाँ भन्दाखेरि मेची नेत्रालय जुन कि यो हस्पिटल तपाईहरुको पानी ट्याङ्की जुन नेपाल इन्डिया बोर्डरकोबाट लगभग 1 किलोमिटरबाट 2 किलोमिटरको डिस्टेन्समा छ र यो अगर तपाईहरु सरकारी हस्पिटल भनेर आउनुहुन्छ त हेर्न सक्नुहुन्छ यहाँ छ मेची आँखा अस्पताल र यो मेची आँखा अस्पताल भित्र र बाहिर के कस्तो के परिवेश छ म तपाईहरुलाई देखाउँदै छु र गाइस यही बीच हाम्रो भेट हुन्छ मेची आँखा अस्पतालका चेयरम्यानसँग उहाँसँग हस्पिटलका बारेमा एक जानकारी लिएर हामी भेट गर्छौं आसामदेखि आउनुभएका आँखा रोगी पेशेन्टसँग के कस्तो व्यवस्था छ जानेर हामी भेट गर्छौं डाक्टरसँग र डाक्टरले एउटा छक्क पर्ने कुरा गर्नुभयो यहाँ आँखा पनि फेरिन्छ भनेर र आँखा जहिले पनि उपलब्धै हुन्छ भनेर भन्नुभयो र गाइस तपाईहरु एउटा गेस गर्नुहोला आँखाको कीमत चाहिँ कति र म यो भिडियोमा तपाईहरुलाई आँखाको कीमत भन्ने छुइनँ आउँदैछ मेरो नेक्स्ट भिडियो नेक्स्ट पार्टमा र गाइस जुन सेकेन्ड पार्ट आउँदैछ त्यो बहुतै इन्फर्मेटिभ भिडियो हुनेछ र यो भिडियोलाई मन पराएर लाइक कमेन्ट शेयर गरिदिनुहुन्छ भन्ने आशा गर्छु धन्यवाद।